भक्तिको मोल जानेनौ तिमी। भक्ति सबैको मनमा बस्दैन। भक्ति उसैको मनमा बस्छ जसको मनमा स्वयं भगवतीको बास हुन्छ। भक्तिको अर्थ तिमीले सबैलाई बाटो देखाउनु पर्छ यो होइन। तिमी आफू सुध्र, सारा दुनियाँलाई सुधार्न कसलाई के दिनुपर्छ भगवती देवीलाई थाहा छ। त्यो विभूतिलाई थाहा छ कसैको शरीरमा गएर कसैको शरीरको समस्या कसरी ठिक गर्ने। पहिला कुरा तिम्रो कर्म र तिम्रो विश्वास कति सफा छ त्यो तिमीमा भर पर्छ। भक्ति गरेछु भन्दैमा संसारको सबैभन्दा विज्ञ तिमी हुन सक्दैनौ। अहङ्कार आएको छ भने तिम्रो भक्तिको कुनै मोल छैन र यसको लेखाजोखा गर्ने अलग मालिक हुनुहुन्छ। सावधान।